है मेरो सानो जानकारीमूलक भिडियोमा हजुरलाई फेरि पनि स्वागत छ। यहाँ देख्न सक्नुहुन्छ है पुरो पानी चुहिराखेको चाहिँ है। त्यसलाई चाहिँ अब एकछिनमा हामीले बनाएर देखाउँछौँ है। त्यसको लागि चाहिँ यो धारै यो सबै फोर्न पर्दैन, यसो स्प्यान्डल पाइन्छ, यो मात्र फेरि पनि बन्द हुन्छ। अहिले चाहिँ टङ्कीको पानी खोलिसक्यो। ल हेर्नु है, अहिले पानी अहिले रसा चाहिँ अहिले रसाको पनि छैन। ल हेर्नु अब यो त तल खोलियो। ल हेर्नु माथिबाट पानी आयो हेर्नुभयो। कहीँबाट पनि रसाएको छ त छैन हेर्नु। त्यो भएर स्प्यान्डल फेऱ्यो भने हुन्छ, स्प्यान्डल फेऱ्यो भने हुन्छ। यो फोरेर बनाउन चाहिँ पर्दैन।